हेलो साथीहरू नमस्कार। तपाईहरु कसलाई थाहा छ हामी फ्रेन्ड नभएको हैन, हामीलाई फलो नगर्ने अथवा हाम्रो फ्रेन्ड नहुने साथीहरू जोले आएर हाम्रो पोस्टमा चाहिँ लाइक कमेन्ट गर्नुहुन्छ, मतलब रियाक्ट गर्नुहुन्छ हैन। कुनै पनि बाहिरी साथीहरू जसलाई हामीले फलो गरेका छैनौं र उहाँहरूले पनि हामीलाई फलो गर्नुभएको छैन भने उहाँहरूलाई हामीले इन्भाइट पठाउन मिल्छ कि मलाई फलो गर्नु भनेर इन्भाइट गर्न मिल्छ भन्ने कुरा कसलाई थाहा छ, कसलाई थाहा छैन, अनि कसरी गर्ने भनेर आउँदैन भने चाहिँ तपाईहरुको लागि उपयोगी हुन सक्छ। म तपाईहरुलाई कसरी हामीले उहाँहरूलाई इन्भाइट गर्न सक्छौं भन्ने कुरा देखाउँछु है। त्यसको लागि म तपाईहरुलाई पहिला मोबाइलको स्क्रिनतर्फ लैजान्छु। ल आउनु होला। ल आउनुस्। अब म सबैभन्दा पहिला मेरो फेसबुक ओपन गर्छु है। अनि फेसबुक ओपन गरेपछि म आफ्नो प्रोफाइलमा गएँ है। हेरिरहनु होला कसरी गर्ने भनेर। अनि त्यसपछि आफ्नो ड्याशबोर्डमा गएँ। त्यसपछि यहाँ माथि देखिन्छ कन्टेन्ट, कम्युनिटी, मोनिटाइज भन्ने हैन। प्रोफेसनल ड्याशबोर्डमा गइसकेपछि अनि त्यहाँ चाहिँ हामी कम्युनिटीमा जाने हैन। अनि त्यो पछि यहाँ देखिन्छ फ्यान इन्गेजमेन्ट, यहाँ इन्भाइट पिपुल भन्ने चाहिँ सबैभन्दा लास्टमा छ है। तपाईहरुको पनि त्यही होला। यही कम्युनिटीमा क्लिक गरेपछि है त्यहाँ इन्भाइट पिपुलमा गएर क्लिक गर्ने हैन। त्यसपछि यहाँ तललाई हैन हाम्रो पोस्टमा चाहिँ रियाक्ट गर्नेहरू कुनमा कतिजनाले गर्नु भएको छ भन्ने कुराहरू यहाँ देखिन्छ के इन्भाइट पिपुल हु रियाक्टेड भनेर आएको छ। उहाँहरूलाई चाहिँ हामीले चाहिँ यहाँ देखेको छ नि, जहाँ यता साइडमा इन्भाइट भन्ने देखिरहेको छ। अब यहाँ चाहिँ फ्रेन्ड्सलाई कनेक्ट गर्नको लागि कपी गरेर यो लिङ्क पठाउँदा नि मिल्यो, यो त थाहा छ होला है। अनि जसले हाम्रो पोस्टमा रियाक्ट गर्नुहुन्छ उहाँहरूलाई हामीले फलो गरेको छैनौँ, उहाँहरूले नि फलो गर्नुभएको छैन भने चाहिँ मलाई फलो गर्नु भन्नुको लागि चाहिँ यहाँ हामीले इन्भाइटमा क्लिक गर्ने। मेरो चाहिँ धेरै रहेनछ हैन। इन्भाइट गर्यो है, भयो। त्यो यहाँ 1% भनेर आइरहेको छ हैन, कतिजना भन्ने नि देखिन्छ कि। अनि यहाँ पनि 1% भन्ने छ। यहाँ यसरी इन्भाइट गरेपछि यसरी इन्भाइट हुन्छ है। अरू छ भने चाहिँ फेरि हामीले यसरी रिफ्रेस गरेपछि फेरि देखाउँछ कम्प्लिट क्याचअप भन्यो हैन। मैले चाहिँ अब यो सबै गरिराख्छु के हेरेर। त्यो भएर मेरो चाहिँ यति मात्रै रहेछ। तपाईहरुले पनि गएर त्यसरी चाहिँ हैन आफ्नो पोस्टमा आएर रियाक्ट गर्नेहरूलाई इन्भाइट गर्न सक्नुहुन्छ साथीहरू। धन्यवाद।